हेलो वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हामी लाङटाङ जाँदाको हो। हामी लाङटाङ गएको अलमोस्ट 1 इयर भयो। यो चाहिँ ब्याम्बोमा हो। हामी स्याप्रुबेसीबाट स्टार्ट गरेर ब्याम्बोमा गएर बसेका थियौँ। भन्नाले रेस्ट गरेको थियौँ किनकि त्यहाँ लाइन नभएको कारणले चाहिँ हामी चाहिँ लामा होटल गएर बस्ने डिसाइड भइसकेको थियौँ। र म चाहिँ साथीहरूलाई कुर्दै सानो मिठो भिडियो बनाउँदै बसिरहेको थिएँ र देख्न सक्नुहुन्छ साथीहरूलाई पछाडि। हामी चाहिँ सिधै लामा होटल बसेर र त्यसको भोलिपल्टै हामी लाङटाङतिर लागिरहेका थियौँ। यहाँ पनि हामी साथीहरूलाई कुर्दै थियौँ किनकि म र मेरो साथी चाहिँ अलिक छिटो हिँड्ने भएर अनि कुरिरहेका थियौँ। त्यसपछि चाहिँ हामी रमाइलो गर्दै लाङटाङतर्फ लागिरहेका थियौँ। यति बेला चाहिँ दिउँसोको 2 बजिरहेको थियो। त्यसपछि चाहिँ हामी चाहिँ रमाइलो गर्दै हाँस्दै एकअर्कालाई जिस्काउँदै हामी चाहिँ लाङटाङतर्फ लाग्यो। लाङटाङमा चाहिँ 1 रात बसियो। त्यसपछि चाहिँ हामी चाहिँ हाम्रो ग्रुपमा 5 जनाको थियौँ र त्यहाँ चाहिँ रमाइलो गऱ्यौँ। लाङटाङ बसेर चाहिँ त्यसको भोलिपल्ट चाहिँ हामी क्यान्जिङरीतिर लाग्यो। यो पुल चाहिँ धेरै हल्लिएको थियो है। हामी चाहिँ हाँस्दै हाँस्दै गएको थियौँ। यसमा चाहिँ अलिकति साउन्ड चाहिँ छैन। सो त्यसपछि चाहिँ हामी दिउँसोको करिब 3 बजेतिर चाहिँ क्यान्जिङ लेक पुगिसक्दा चाहिँ 4 बजेतिर चाहिँ हिउँ पर्न सुरु गरिरहेको थियो। र हामी रमाइलो गऱ्यौँ र खेल्यौँ। अनि त्यहाँ चाहिँ 1 रात बसेर भोलितर्फ चाहिँ यस्तो थियो पुरै रातभरि हिउँ परेर। अनि त्यसपछि हामी चाहिँ त्यहाँ ब्रेकफास्टहरू लिएर रेडी भएर हामी चाहिँ घरतिर फर्किँदै थियौँ। सो एकछिन चाहिँ हामी अब फोटोसुट गर्ने यताउति गरिरहेका थियौँ र काम पनि राम्रो लागेको थियो। अनि हामी चाहिँ एकछिन हिउँ खेल्नु यताउति गर्नु लाग्यौँ। त्यसपछि हामीलाई टाढा जानु थियो। सिधै हामी चाहिँ अब लाङटाङ पनि नबसेर क्यान्जिङरीदेखि लामा होटल बस्नु भनेर हाम्रो चाहिँ लगभग हामी लामा होटल जाँदा राति परिरहेको थियो। हामी यहाँबाट हिँड्न स्टार्ट गरिसकेपछि यो चाहिँ मेरो साथीले भिडियो बनाउँदै थियो र म चाहिँ कपाल मिलाउँदै थिएँ किनकि कपालबाट हिउँ परिरहेको थियो। सो एकछिन यहाँ हिउँ खेल्यौँ, बस्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि चाहिँ हामीले स्नोम्यान बनाउनतिर सल्लाह गर्न लाग्यौँ। अनि त्यसपछि स्नोम्यान बनायौँ, रमाइलो गऱ्यौँ। मेरो कसैलाई थाहा थिएन, असल हामी स्नोम्यान बनाएकै थिएन। सो बनायौँ, जानी नजानी मिलेर हामी 4 जना मिलेर स्नोम्यान बनायौँ। र एकजना साथी चाहिँ भिडियो गर्दै थियो किनकि तिनको खुट्टा चाहिँ अलिकति हिँड्न गाह्रो भइरहेको थियो। सो त्यो दिन चाहिँ चिसोमा खेलेको थिएन। हाम्रो भिडियो बनाउँदै थिएँ। त्यसपछि हामी रमाइलो गर्दै अनि हामी चाहिँ स्नोम्यान बनाएर फोटोसुट गरेर त्यसपछि चाहिँ भुइँमा लाडखडी गर्दै खेल्दै बसिरहेको थियौँ, एकअर्कालाई हिउँ छ्याप्दै। अनि त्यसपछि बसिरहेका थियौँ, रमाइलो गरिरहेका थियौँ। हाम्रो लाङटाङ क्यान्जिङरीको रसुवाको यात्रा पनि रमाइलो भएको थियो। बाई।